नमस्कार साथीहरू। गन्धेदारी कोरियन भाषा युट्युब क्लासमा यहाँहरूलाई म स्वागत गर्न चाहन्छु। आज पनि यहाँहरूलाई मैले 8-10 वटा केही वर्ड मिनिङहरू नेपाली र कोरियन मिसाएर बनाएको छु। कस्तो लाग्छ कृपया लाइक शेयर तथा कमेन्ट गरिदिनु होला। र यो वर्ड मिनिङहरूको कमसेकम 1000-2000 जति वर्ड मिनिङ बनाएर हामी ग्रामरपट्टि पनि ध्यान दिनेछौँ भन्दै आजको भिडियो म सुरु गर्छु। एउटाले भनेछ सफा जिनको प्यान्ट लाएर कता? सफा जिनको प्यान्ट लाएर कता भनेछ अरे। सफा फाजी, फाजी भनेको के हो त? प्यान्ट हो। अनि आइज जाम फालेको ज्याकेट किन्न भनेछ अरे। के भन्छ अरे? आइज जाम फालेको ज्याकेट किन्न। यो जाम्फाको अर्थ के हो त? ज्याकेट हो। अनि फेरि भन्छ उखु दुईटा किन्दा जुत्ता फ्रीमा पाइन्छ अरे के भन्छ। फेरि उखु दुईटा किन्दा जुत्ता फ्रीमा पाइन्छ अरे। खुदु, यो खुदुको अर्थ के हो त? जुत्ता हो है। अनि उखु दुईटा किन्दा जुत्ता फ्री पाइन्छ के भन्छ। अनि छि माकुराको जाल जस्तो जामा पाइन्छ त्यहाँ भन्छ अरे। अर्को चाहिँ फेरि के भन्छ? छि माकुराको जाल जस्तो जामा पाइन्छ त्यहाँ भन्छ अरे। जामा छिमा, यो छिमा भनेको यो जामा स्कर्टलाई के भन्छ त? छिमा भन्छ है त। छिमा भन्छ। त्यो पसलमा जामा बेच्ने भन्दा बाहेक अर्कै छेउै भनेछ अरे। उसले चाहिँ अर्कै केटीलाई भनेछ अरे। त्यो पसलमा जामा बेच्ने भन्दा बाहेक अर्कै छेउै भनेछ अरे। छेउै भनेको यो छेउै भनेको के हो त? भन्दा बाहेक भन्नुपर्दाखेरि छेउैको प्रयोग गरिन्छ। अनि फेरि भूमिगत बाटो जाने होला छ्या त्यहाँ त नजाने भनेछ अरे। के भन्छ अरे? फेरि भूमिगत बाटो जाने होला, भूमिगत बाटो जाने होला त्यहाँ त नजाने छ्या भनेछ अरे। छिया भनेको अर्थ के हो त? भूमिगत बाटो, जमिन मुनिको बाटोलाई, रेलको बाटोलाई के भन्छ त? छिया अथवा छिया छल भन्छ नि त बाटोलाई। अथवा अन्डरग्राउन्डको भुइँतला भन्नुपर्दा पनि छियाको प्रयोग गरिन्छ। त्यसै गरेर बरु यो पाली भत्काउनु पर्यो तुरुन्तै छिटो छिटो। बरु के त? पाली भत्काउनु पर्यो होइन त? पाली छिटो छिटो तुरुन्तै भन्नुपर्दा पाली पाली भन्नेको हुन्छ। छिटो छिटो भनेको पाली, पाली भत्काउनु पर्यो। अनि फेरि भन्छ त चाहिँ यो बारी खन मूलपन्नीमा घर बनाइदिन्छु बरु। यो पाली छिटो भत्काउनु पर्यो। त चाहिँ यो बारी खन मूलपानीमा बरु घर बनाइदिन्छु भन्छ। खनमूल, यो खनमूलको अर्थ के हो? खनमूल त अर्थ घर अथवा भवन बिल्डिङलाई खनमूल भन्छ। अनि भन्छ एकैछिन छाम कान मान बहादुर भनेछ अरे। एकैछिन छाम कान मान बहादुर। छाम कान मान भनेको के हो? एकैछिन, एकैछिनलाई छाम कान मान भन्छन्। अनि काले ऊ त्यतापट्टि छ चोकतिर जा। अनि काले ऊ त्यतापट्टि छ चोकतिर जा भन्छ। छ चोक भनेको त्यतातिर, त्यतापट्टि, त्यतातिर भन्ने जनाउँछ छ चोकले। अब म फेरि एकचोटि यहाँहरूलाई भनिदिन्छु। सफा जिनको प्यान्ट लाएर कता? आइज जाम फालेको ज्याकेट किन्न। उखु दुईटा किन्दा जुत्ता नि फ्रीमा पाइन्छ के भन्छ अरे एउटाले। अनि अर्कोले भन्छ छि माकुराको जाल जस्तो जामा पाइन्छ त्यहाँ त्यो पसलमा भन्दा उसले त्यो भनेपछि अर्को भन्छ त्यो पसलमा जामा बेच्ने भन्दा बाहेक अर्कै छ है भन्छ। अनि फेरि अर्को भन्छ
फेरि त्यो भूमिगत बाटो जाने होला, छ्या म त नजाने, त्यहाँ त नजाने भनेछ अरे। बरु यो पालि भत्काउनु पर्यो तुरुन्त छिटो भनेछ अरे। अनि उसैले फेरि भन्छ, त चाहिँ यो बारी खन, मूलपानीमा घर बनाइदिन्छु बरु। एकैछिन छाम कानमान बहादुर, अनि काले ऊ त्यतापट्टि छ चोकतिर जा भनेछ अरे। हस् त, यहाँलाई कस्तो लाग्छ लाइक सेयर तथा कमेन्ट गरिदिनु होला भन्दै बिदा हुन्छु। नमस्कार।